सरप्राइज वेलकम एंड वेलकम बैक टू माय चैनल। स्वागत छ फेरि पनि सबैले मेरो नयाँ भिडियोमा। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो। आज चाहिँ मेरो कोको ल्याङ ल्याङ गर्दैछ। नकरा दे। अनि त्यही हो साथीहरु, आज चाहिँ धेरै भन्दा नि 1 महिना जस्तो म ब्याक भए हैन भिडियोबाट। नबोल्न एकछिनले बोल्नै दिएन हैन। अनि त्यही हो किन भन्दा नि घरमा अलिक धेरै कामहरु भएको थियो, त्यही भएर नि बिजी भए। अनि त्यही हो आजको स्पेशल भिडियो भन्नुपर्दा चाहिँ मेरो भाइको भोलि बर्थडे छ। अनि आज राति सरप्राइज मैले प्लान गरेको छु भाइको लागि। त्यस्तो स्पेशल ठुलो त केही छैन हैन। त्यही हो अनि एउटा केक सेक काटिदिनु भनेर मेन कुरा त के भन्नु हैन। अनि त्यही हो अनि केकसँगै अर्को खै के हुन्छ थाहा छैन मलाई। भरे लास्टसम्म भिडियो तपाईँहरूले हेर्नै पर्ने हुन्छ है। त्यो चाहिँ तपाईँहरूले होइन के हुन्छ मेरो दिमागमा त्यो कुनै छैन क्या, प्लानै छैन अहिले चाहिँ भन्नुपर्दाखेरि। किनभने छोरा मान्छेलाई के दिने के गर्ने त्यो हुँदैन क्या दिमागमा। अनि त्यही हो साथीहरू मेरो। अनि अहिले बारीको हालत चाहिँ यस्तो भएको छ, मैले एकदम धेरै काम कुरो मेरो भएर होइन यस्तो भइरहेछ। अनि म्याङलुङको वातावरण भन्नुपर्दा चाहिँ धुमाधुमा भएको छ आज चाहिँ साथीहरू। त्यही हो अनि अब चाहिँ म होइन त्यो के अरे भाइको लागि बर्थडेको लागि केक अर्डर गर्नु जान्छु। अब भिडियो चाहिँ बनाउनु मिल्दैन है साथीहरू, किनभने म अब नानीलाई स्कुल पुऱ्याउँदाखेरि जानुपर्ने हुन्छ। अनि त्यही भएर अब क्यामेरा समाउनु कि गाडी कुदाउनु कि के गर्नुहुन्छ। बनाउनु सक्यो भने बनाउने हो, नबनाउनु सक्यो अब भेट्नुपर्छ घरमै साथीहरू। त्यही हो अनि राति 12 बजी चाहिँ अनि प्लान छ मेरो, खै हेरौँ के हुन्छ थाहा छैन साथीहरू। अहिले चाहिँ होइन ठ्याक्क 12 बज्नुलाई कति मिनट छ? 2 मिनट छ। 2 मिनट कुछ समझे दया? हाँ सर, इसका मतलब है इसका मतलब है अब चाहिँ टपिसलाई बर्थडे विश गर्नुपर्ने हुन्छ। म सानो बोल्दैछु किनभने टपिसको साथीहरू पनि आइयो जस्तो लाग्दैछ। गाडाङगुडुङ गर्दैछ के हुन्छ थाहा छैन। अब चाहिँ जानुपर्ने हुन्छ साथीहरू। Happy birthday to you. Happy birthday to Topis Naju. Happy birthday. Thank you everybody. ला मैले भिडियो कसको केक काट्नु? चिलायो हाम्रो नि आज 10 को हामी छिटो काट्न। अम्मै कसको काट्नु हो? अब एउटा केक काट्नु पर्ने छ। ला छिटो छिर्छिरे बोका झिझिरो बाल्नुपर्ने? काट्न एकैचोटि ल्याम ल के खानु र? कसरी बाल्दिम ल? फर्स्ट टाइमै भिडियोमा देखाउ। त्यो हाम्रोमै बाल न। ए ल अन्याय गर्ने मिल्दैन। हाम्रो बाल। कटकट खाएर जाउँ। Happy Happy birthday to you. Happy birthday to you, dear Loki. ल के काट्छ? ल राखे। खै चक्कु चाहिँ खाने के उ गर्न सन्दीपी दिएन। यहाँ छ चक्कु, मैले यहाँ थिचिदिएको छु। यहाँ चाहिँ मैले दिएको छु। खै अर्को नि छ चक्कु? छैन यति एउटा। काट्नु चाहिँ दुईटै काटिदिन्छ ल। हुन्छ त्यो निकाल्नु। त्यो उनी मर्ने खाले नमर्ने खाले के हो नि साथीहरू के गर्दैछ है भाग्यवान। तारीले बताइदिनु के हो? Happy birthday to you. Topis. Happy birthday to you. Happy birthday to you. सकिएछ होइन? बर्थडे सकियो अरे। भर्खर सुरु पो हुँदैछ। अहिलेदेखि सुरु हुँदैछ ल। ल ल ल ल कसले सुरुमा कसले दिनु? सुरुमा ल्याउनेहरूलाई नै दे न।
ल ल ल मेरो हात मलाई नि खाइयो म खुवाइदियो भने आफू खानुपर्छ ढुट्टो गरौँ अब नहुने बेला भयो नि त हेलो आयो साथीहरू सरप्राइज छ यहाँ सरप्राइज ओहो यो त लु खजाना काटेर हेर्ने बेला हो त यार कसरी हौ ए पैसा पो रहेछ त के छ अरे होइन होला हौ पैसा ही पैसा होगा अब पैसा म त सुनको टुक्रा पैसा मुझे चक्कर आने लग गया अब खोल्नु भने खोल्नु परेन सरप्राइज अझै पैसा खायो अहिले त पैसा त नखान ओए पैसा च्यातिन्छ होला हौ कसरी ट्याग गर रे काट्दा ठोकिरहेको म त भित्र चक्लेटवाला पो होला भन्दै थिएँ दिदीको साँच्ची गाउँलाई झरे एउटा त्यही त अघि यो सारा चोरहरूले मलाई थाहा थियो क्या ढङ गर क्या अनि यिनीहरू आयो भनेर चाहिँ मैले थाहा पाएँ कि बाटोमा त झर्के यहाँ आएको त मस्त कलमा बोलेर बसेर झाइमा मस्त हेरेर बसेर तिनीहरू त गरी झ्यालमा ट्याग ठोकिन्छ सुन्दै थिइस् होइन सुरुमा झ्याल खुल्ला छ कि बन्द छ भने मैले सुरुमा चेक गरेको थिएँ क्या अनि थोरै सर्काएको थिएँ सरेको थियो अनि खुल्लै रहेछ भन्ने भएको यसमा यतापट्टि खोलेको खोलेन अनि यतापट्टि अर्कोपट्टिको चाहिँ खोलिदियो भयो होला पैसा रहेछ थाहा पायो त कति चाहिँ खोलेर कति छ नि देखाउनु पर्ने क्या भिडियो पनि देखाउनु पर्ने देखाउनु परेन यो त डलर जतिकै भयो त डलर यहाँ डलर अब यस्तो हो नि त इमोसनल अब सानो हुँदा त अब मैले जे किन्दा नि मन पर्थ्यो अब ठुलोलाई त अलिक मन पर्दैन भन्ने भएर मैले इमोसनल हुँदैछ ल इमोसनल हुँदैछ अरे यहाँ कुछ भी अनि त्यही भएर ठुलो हुँदा चाहिँ अब के मनपर्छ भनेर होइन थाहा भएन मलाई त्यही भएर आफै किनेर लाउँछ भनेर हो यो सुनको पापडाको डल्ला मेरो छोरा चाहिँ के भएर यस्तो साह्रो बिरस भएको केक खानु नि उठ्दैन त दुध दियोडा केक छ नल यहाँ भाल दिएन कस्तो नदेख मलाई हौ आँखा देखिनुहोस् कि क्या हो आँखा देखेन अहिले त पैसाले गर्दाखेरि के यहाँ अड्किसक्यो नर्भस भयो साथी पैसा आमा नर्भस यहाँ भुइँको हालत हेर नर्भस तेर छिटो गर न 1 घन्टा लाइस् त त्यति पैसा खोल्नु पैसाहरूले त पुसेर मात्रै खोल्नुपर्छ पैसाले चाहिँ जुनै हालतमा रेस्पेक्ट गर्न सिक्नुपर्छ तीन हजारले उसको गिफ्ट आफै किनेर मेरो बेइज्जत गरी साला यहाँ कति दुःख गरेर यहाँ दिइरहेको छु बेइज्जत गर हो यसले मेरो बेइज्जत गर आजको बर्थडे अनि बर्थडेको भिडियो चाहिँ यस्तै भयो होइन अनि भाइहरू चाहिँ माथि मोमो बनाएको थियो खानु गइसके सबैजना म चाहिँ एक्लै छु अनि आजको भिडियो चाहिँ यस्तै भयो अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ भन्दै सबैले मेरो भाइलाई बर्थडे विस गरिदिनु होला बाई बाई